साथीहरू आज मसँग एउटा हाम्रो अफिसको सुपरभाइजर भन्दा नि हुन्छ धेरै पुरा एउटा उस्तादजी नै भन्नुहुन्छ होइन। उहाँ हुनुहुन्छ आज उहाँलाई म होइन एक दुईवटा प्रश्न सोध्नेछु। उहाँ के भन्नुहुन्छ त उहाँ उत्तर दिन सक्नुहुन्छ कि सक्नुहुन्न होइन। उहाँ कल ब्रेक खेलेर बसिरहनु भएको छ हाम्रो दाइलाई। दाइ सुन्नु न, यहाँ हेर्नु न, हेर्नु न तपाईँलाई होइन म एउटा प्रश्न सोध्छु, आइदिनु ल। के अरे होइन त्यो एकदेखि 100सम्म 1-11 भन्न सक्नुहुन्छ? 1 2 3 समथिङ हुन्छ नि यस्तो। साँच्ची ल भन्नु त। 100सम्म तपाईँ अहिले कतिसम्म भन्नु भने चाहिँ 50सम्म मात्र भन्नु ल, त्यति नै। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 ल यो पनि कम्प्लिट भयो। अब अर्को होइन तपाईँलाई एउटा सर्ट प्रश्न सोध्नु, हल्का दिमाग खेल्नु पर्ने। त्यस्तो कुन चिज हो भन्दै हो तर तपाईँको मान्छे युज चाहिँ अर्कोले गर्छ? त्यस्तो कुन चिज हो हुन चाहिँ तपाईँको हो, त्यो तपाईँ युज गर्नुहुन्न, अर्को मान्छेले युज गर्नुहुन्छ? ओके मेरो हो तर अरूले युज गर्छ। हजुर थर नामको थर तपाईँले उनीहरूले किन युज गर्छन्? ल हल्का हल्का तर होइन ठाउँमा पुग्नु त खोज्नु भयो, तर हल्का अझै क्लियर गर्नुपर्ने छ। उहाँले अझै सक्नु भएको छैन। खासमा चाहिँ त्यस्तै ठाउँबाट नाम होला। नाम चाहिँ जेउसु नाम। ओके तपाईँलाई आउँछ? ल भन्नु त, भन्नुहोस् भन्नुहोस्। अ आ इ ई उ ऊ ए ऐ ओ औ अम अ। साथीहरू मिस्टेक भयो। उहाँले जानेन, सब जाने होइन, 1-11 प्रश्न नि जानु होइन, लास्ट आमा अड्किनु भयो साथीहरू। हेर नर्मल मान्छेहरूलाई होइन क ख नि अहिलेको आउँदैन कि, किनकि तिनीहरू अलि धेरै नै माथि पढिरहेको हुन्छ नि त। नर्मली सानोतिनो कुराहरूले कसैले सिरियसली लगेको हुँदैन। सानोतिनो कुराहरू त्यसरी बिर्सेको हुन्छ। मैले समथिङ 5-6 जनालाई सोधेँ होला अहिलेसम्म होइन, 5-6 जना मध्ये 1-2ले मात्र जाने होला। समथिङ सबैले मिस्टेक गरेको थियो कि उहाँलाई नि आज उहाँ सोधेको थिएँ, उहाँ मिस्टेक गर्नुभयो। ओके हस् साथीहरू, अब अर्को भ्लगमा भेटौँला।